हेलो गाइस, सभी को नमस्कार, गुड मर्निङ। खम्री मो सेवारो ट्राभलो यसरी बिहानै मर्निङ वक गर्दाखेरि हिँड्दा हिँड्दा एउटा कुरा सो मलाई याद आयो कि यो कुरा फेक हो कि होइन हजुरहरूले है कमेन्ट्समा दिनु सक्नुहुन्छ, कमेन्ट्स गर्नु सक्नुहुन्छ। यो जग्गा चाहिँ हजुरहरूले देख्नुहुँदैछ, यो खानेकुरा पहिला त यहाँ अब हामी घुम्थ्यो, यो जग्गा चाहिँ अब नो इन्ट्री भन्ने यहाँ दिइरहेछ हो। यहाँनिर त छैन बाटो, अब रेलवेले कब्जा गरिसकेछ। ओके, बाइ द वे यसो मर्निङ वक गर्दाखेरि एउटा कुरा याद आयो। विशेष गरी म यो तपाईँले देख्दैछ नि, यो टाइम समर टाइममा यो मान्छे टोपी लगाइरहेछ है, मफलर लगाइरहेछ, किन यस्तो गरममा भन्ने सोच्नुहुन्छ होला है। ठिकै कुरो हो, मलाई अलिक सन्चो छैन। हिजो अस्तिदेखि 2-3 दिनमा ज्वरो आएर अब सुत्दा पनि जिउ दुखेर कि यसो मर्निङ वक गर्ने मान्छे यसो मन नमान्ने रहेछ आयो। र आजको यो टपिक चाहिँ के छ भने नि, हजुरहरूले मलाई एउटा कुरा भन्न मन लाग्ने कुरा चाहिँ के छ भने, मान्छेलाई चाहिँ 2 प्रकारले चिनिन्छ तपाईँलाई। एउटा चाहिँ के हो भने, तपाईँले यस संसारमा आएर जब जन्म दियो, आमाको कोखबाट आयो है, त्यहाँदेखि समय बित्दै जान्छ, तपाईँले धेरै कुरा सिक्नुहुन्छ, पढेर ठुलो मान्छे एउटा कुनै एचिभ गर्दाखेरि तपाईँलाई चिनिन्छ। तपाईँ कसको छोरा है, तपाईँ कहाँको, तपाईँ के को, कहाँ बस्नुहुन्छ, यो कुरा तपाईँको पहिचान भन्छ नि, यो पहिचान चाहिँ तपाईँको त्यो डिग्निटी, तपाईँको डिग्रीले तपाईँको एचिभमेन्ट, जुन एचिभमेन्ट छ त्यसले त तपाईँलाई चिनिन्छ। यो कुरा चाहिँ हजुरहरूले जानिरहेको कुरा होला है। र एउटा कुरा चाहिँ के छ भने, एउटा कुरा चाहिँ कुन थ्रोमा चाहिँ मान्छेलाई चिनिन्छ भने, जब हामी मर्छौँ है, जब मान्छे मरिसके पनि बादमा मान्छेको सोधपुछ हुन्छ है, कहाँको, कसको छोरा, कसको नानी है, यसरी नै चिनिन्छ। यो कुरा तपाईँलाई कस्तो लाग्छ है, तपाईँले कमेन्ट्समा लेख्न सक्नुहुन्छ है। र यसरी नै मलाई यस्तो कुरा ख्याल आयो, यो कुरा चाहिँ 2टा चिज छ। हामी दुईटा यो मतलब 2टा यो एउटा वेदेखि हामीलाई चिनिन्छ है, 2 तरिकादेखि हामीलाई चिनिन्छ। एउटा चाहिँ बिफोर डेथ एन्ड आफ्टर डेथ। तपाईँहरूलाई कस्तो लाग्छ है, तपाईँले कमेन्ट्स गर्नु सक्नुहुन्छ, लाइक सेयर गर्नु सक्नुहुन्छ। मलाई यो कुरा चाहिँ कसरी याद आयो भने, अब यो आउँदै हिँड्दै जाँदाखेरि म एक्लै हिँडिरहेको छु है, मर्निङ वक गरिरहेको छु, म आफ्नो लागि गरेको हो यो होइन, मैले कसैको लागि गरेको होइन। मर्निङ वक भनेको चाहिँ एउटा स्पेसल फर आफ्नो हेल्थ, जसले गर्नुहुन्छ त्यसको उहाँकै लागि हो, कसैको लागि होइन। मर्निङ वक चाहिँ बेनिफिट चाहिँ उहाँलाई हुन्छ, जो मान्छेले चाहिँ मर्निङ वक गर्नुहुन्छ, बिहान छिटो उठेर है, बिहानको हावा लिनुहुन्छ, उहाँलाई चाहिँ एउटा एकदम बेस्ट। र हजुरहरूलाई कस्तो लाग्यो है आजको यो जुन टपिक, मान्छेले कुन थ्रोमा चिनिन्छ है, त्यो कुरा मैले जुन हजुरहरूको अगाडि राखेको छु, पेस गरेको छु, यो कुरालाई अध्ययन गरेर तपाईँले कमेन्ट्समा लेख्नु सक्नुहुन्छ। धन्यवाद, बाई बाई, हेभ अ गुड डे।